Hi guys, welcome back to our channel. So guys, आज चाहिँ हामी त डुल्न आएको छौँ। यो चाहिँ हाम्रो फर्स्ट भिडियो जुन हामी कतै हिँडेर बनाएको छौँ। हामी चाहिँ अन्डा लिन गएको छौँ। किन सल्ना? सल्नाको घर सल्ना अब बताऊ के बायोग्राफी। चिच्चाउ चिच्चाउ के सुन्दैन यहाँ। चिच्चाउ। हामी भाइरल भयो कि अब कति धेरै मिलियन भ्युज गर्छ गाइस। ए कति लाख। सो गाइज थ्याङ्क यू हजुरलाई हामी यति धेरै सपोर्ट दिएकोमा अनि चाहिँ हामी जाएको चाहिँ अन्डा लिन किनकि सल्लाले चाहिँ आज अन्डा करी खाने रे गाइज। हाई यी कति राम्रो बबल गर्नु गाइज हेर्नु है। हाई हाई पनि बोल्दैन। मम्मा मलाई लग्न आयो भन्छन् माथि मैले कति राम्रो भ्यू आएको छ गाई चाहिँ म चाहिँ हजुरलाई यहाँबाट देखाइदिन्छु। हाई भन्छ होला मान्छे आयो भने डराएर भाग्छन् भाइ यो मान्छे। तिम्रो भिडियो हेरेर फुल युट्युब भरि जान्छ। हामी चाहिँ अन्डामा पुगेपछि अझ भेट्छौँ है। सो गाइज हामी चाहिँ साइकलमा बस्यो। हामी सल्लाह चाहिँ हेर सल्लाह हेभी ड्राइभै तार्द सिधा चलाऊ। भाइ म अझसम्म नि आएको थिइनँ। कति यस्तो रोड हेर्नु गाइज कस्तो भयो अहिले। खतरा रोड है कति हेर्नु सिधै हेर्नु गाइज सल्लाह यस्तो खतरा रोड छ गाइज। देखियौ तिमी यता अहिले क्यामेरा गर्नै मिल्दैन नि यहाँ अहिले त अहिले देख्यौ ए सिधा गाइज फर्काउनै मिल्दैन नि। चाहिँ भाइ बहिनीहरू खेलिरहन् तर हामीले अब ट्राई गर्छौँ। गाइज चाहिँ भाइ बहिनीहरू खेलिरहन्। अहिले चाहिँ नि भाइ बहिनीहरूलाई चाहिँ हामीले हाम्रो भिडियोमा अब मासु पसलको अन्टीलाई चाहिँ हामीले हाम्रो भिडियोमा सब्सक्राइब गर्न भन्यो गाइज। छि म गाइज आज मैले उसले क्लासका सबैले सब्सक्राइब गर्न भनेको हाम्रो च्यानल हामी चाहिँ पुगेपछि भन्छौँ गाइज। गाइज हेर्नु म यति टाढा भयो मेरो घर टाढा मोबाइल यो टाढा टुडुक भयो भने हाम्रो जिन्दगीका यति धेरै गाइजहरूले यति माया गरेर लाख कटाइदिनु सपोर्ट गर्नु मलाई घर छोड्नु जाँदिने क्या ऊ बोलाएर मलाई हुन्छ मासु पसल यछि अन्डा पसल देखेँ हेर्नु न कुखुरा गाइजहरू कति छन् त नि देखा म ल्याएर हुन्छ म नि आउँछु त्यहाँ गएर नबनाएको क्या न कति धेरै मान्छे हुन्छ म त बनाउने हो गाइज हेर्नु म गएर भिडियो नबनास् किन नबनाउनु हामी भ्लगर हो त भ्लगर बनाउनु पऱ्यो नि त गाइज यो मेरो काटेको छ भिडियो हेर्नु हामी भ्लगर हेर्नु हाई जाम छिटो किनेर आऊ है ल्याउ न यसो सल्लाह मलाई एउटा पार्टी चाहिन्छ बिल्ला लाग्दैन छिटो घरकै चामल घरमा जान ढिला हुन्छ उयोमा छोड्न नजाने रे अनि जाम्की गर कति राम्रो नदियो गाइसकेको म देखाइदिन्छु हजुरलाई म कति राम्रो नदिएँ मेरो आउटफिट गाइस इट इज
इट इज प्यारिस गाइज म प्यारिस जान नपाए पनि आफ्नो कपडामा चाहिँ टाँचेर आउँछु चल न फाइनली देखाऊ यता अन्डा ल्याएको भ्लग बनाउँछ हामी यस्तो छपरी भ्लगर हौँ गाइज हाम्रो यो भिडियोलाई लाइक सब्सक्राइब गर्न नभुल्नु होला अनि हामीलाई चाहिँ लास्ट सपोर्ट गर्नु होला गाइज प्लिज उस हामी जाने यति घन्टा लाग्छ भने म आउँथेन है हामी मोतीपुर साइकलमा हुन्छ खाना हुन्न छोप्न पनि यति म त्योसँग आएको यही देख्नला हो यही देख्नला हो सल्लाह तिमी देखियो हेर त्यहाँ तिम्रो थोपडा फेरि गाइज यो चाहिँ हाम्रो एकदम के छ ला यो हाम्रो होइन यो पिहुले बिहान बिहान खान्थे तर बिचरा उसले खान हुन्न मसँग एउटा इन्सिडेन्ट भयो अब पिहुले साइकल चलाउँछिन् म चाहिँ भ्लग बनाउँछु जे पाइ त्यही भ्लग नबनाउनु चाहिँ म डिलिट गर्छु कस्तो राम्रो देखेको गाइस पैसा सबै कस्तो राम्रो देखेको यसको चाहिँ एउटा टक्क लाएर एउटा फोटो खिच्नु पर्यो गाइस ल देऊ मलाई मोबाइल बस्छ पहिला ए रात परो मलाई मार्नुहुन्छ मम्मीले गाइस भोलि चाहिँ हाम्रो एउटा नयाँ भ्लग गर्छ त्यो भ्लग पनि हेर्नु होला है ल जे पाइदिन गरौँ है राम्रो गरौँ हामीलाई चाहिँ धेरै सपोर्ट गर्नु होला गाइजहरू जति सक्यो सपोर्ट गर्नु होला हजुर हेर्नु गाइजहरू अहिले चाहिँ पिहुले साइकल चलाइ गाइस साइकलसँग देखाउनु मेरो मेहनत यहाँ उसले चाहिँ साइकल चलाइछ मिल्दैन गाइस बाटोमा चाहिँ हाम्रो गाउँको हजुरहरूलाई कुनै छपरी देखाइदिन्छु है गाइस अहिले हेरौँ ए हाम्रो बेइज्जत हुन्छ क्या फेरि यार देखाए बार पोस्टर देखाउने छिप पानी पऱ्यो क्या है अनि गाइजहरू म चाहिँ यता अन्डा छोपिछु अनि हेर यता भिडियो बनाउँदैछु यति पिउले घद्याङको बाटोमा लैछ भने चाहिँ म चाहिँ लोड्छु पिउ घद्याङको बाटोमा नलैछ है कहाँ तिम्रो लागि पुरै बालनको रोड आउँछ र बालनको बाटो कति राम्रो उसा के हेर्नु गाइजहरू यति पछाडि पिउको पछाडि यति खतरा भ्यू आएको छ नि गाइजहरू मान्छे चाहिँ खतरा हो कि गाइस अहिले म आउँदा पनि थियो भ्यू गाइजहरू अनि अब चाहिँ यहाँ हेर्नु हेलो गाइस हेर्नु है हेर्नु यहाँ पिउ धन्न यतिले यहाँ यता हेर्नु मेरो खुट्टा त त्यहाँ त गाइस यति धेरै हिलो थियो नचिम यति हिलो हो कि छोप त मोबाइल हेर्नु गाइजहरू पिउको हालत चप्पलको अब यो घर गएर कतिचोटि सुनाउँछ आफ्नो मम्मीलाई सलिनाले गर्दा यस्तो भएको भन्छ भिडियो बनाएर छोपेर यो गाइजहरू यति चिसो नि अरूलाई पनि डिस्टर्ब गर्छ त्यही भएर गाइज जसलाई हाम्रो भिडियोमा लाइक कमेन्ट अनि सेयर गर्दैन नि त्यसको घर आएर चिन्दिदिन्छु म यसले चटो गर्छ गाइजहरू यसको भरामा नपर्नु होला धेरै तर चाहिँ अब हामी घर पुगेपछि गर्छ मै एकदमै बाटो कस्तो छ गाइजहरू ल गाइजहरू हेर्नु त यहाँ पिउ गाइजहरू अब चाहिँ पिउ र म चाहिँ घर आइसक्यो अनि पिउ चाहिँ हिलोमा लोटिथियो नि त गाइजहरू किन भन्दा अँधेरो छ नि त त्यही हामी यस्तो अँधेरोमा पनि भिडियो बनाउँछ हामीलाई धेरै सपोर्ट गर्नु होला गाइजहरू कालो देख्यो है भाइ है गाइस म चाहिँ पिउलाई गाइस सल्लाह कति गानी चाहिँ मलाई चाहिँ 50 रुपियाँ दे म गएको म चाहिँ गाइस पैसामा बेच्दैन
सो गाइस अब चाहिँ म घर जाँदैछु यस्तो रातमा केही देखाइँदैन अहिलेको लागि यति नै बाई